स्वागत मन्तव्य धेरै कुराहरू मित्रहरूले राखिसक्नुभयो। यो विषयमा उहाँको विज्ञता अनि काम गरेको अनुभवको हिसाबले पनि यसमा हामीले भन्दा धेरै उहाँले जानकार हुनुहुन्छ र त्यसैले यो कार्यक्रम उहाँले अगाडि बढाउँदै हुनुहुन्छ। त्यसको लागि यो समग्र आज दिनभरिको कार्यक्रमको एकदमै सफल रहोस् र यसले प्रभाव पार्ने खालको बनोस्, शुभकामना छ। मेरो पनि बुझाइमा यो हामीले महिला र पुरुष भन्ने कुरा त यो प्राकृतिक भयो, जैविक कुरा भयो। त्यसलाई हामीले अब यो जैविक कुरा, प्राकृतिक हिसाबले नै लिनुपर्ने हुन्छ र लिन्छौँ। र जहाँसम्म जेन्डरको कुरा छ, जेन्डर भनेको त हामीले सिर्जना गर्ने, हामीले बनाउने, पछि चाहिँ यो लैङ्गिकता भनेको मान्छेबाट, समाजबाट, व्यक्तिबाट, परिवारबाट सिर्जना हुने कुरा त हो। र यसलाई हामीले जस्तो खालको बनायो त्यस्तै खालको हुने हो। के काम गर्न हुन्छ, के काम गर्न हुन्न, कुन काम राम्रो हो, कुन काम नराम्रो हो, यी कुराहरू, यी मूल्य र मान्यताहरू जुन बनेका छन् र जुन बनाउँछौँ ती सबै समाजले, व्यक्ति, परिवार, संस्था, स्कुल, क्याम्पसले तयार गर्ने हुन्। त्यसकारण यसबाट खास गरी विद्यार्थीको जुन एउटा बहुआयामिक विकासको लागि यो कारणले, लैङ्गिकताको कारणले असर नगर्ने गरी त्यस्ता खालका व्यवहारहरू, त्यस्ता खालका हाम्रा मूल्यहरू स्थापित गर्न पर्छ भन्ने नै हो। यो गलत मान्यताहरू, गलत मूल्यहरू स्थापित भए भने त्यसले समग्र बच्चाको विकासमा, उसको सृजनशीलतामा, उसको शैक्षिक लगायत धेरै खालका उसका जुन उसले गर्न सक्ने, बच्चाले गर्न सक्ने सम्भावनाहरू छन्, ती सम्भावनामा अलिकति ठेस पुर्याउँछ, अवरोध पुर्याउँछ र त्यसका क्षमताहरू फस्टाउन पाउँदैनन्। त्यसकारण हामीले त्यसलाई मूल्य मान्यताहरूलाई, गलत मूल्य मान्यताहरूलाई स्थापित गर्नुहुन्न भन्ने कुरालाई एउटा अभियानका रूपमा यसलाई सबै तहसम्म जहाँसम्म पुर्याउनु पर्ने हो त्यहाँसम्म पुर्याउनु पर्छ भन्नका लागि नै यस्तो अन्तर्संवाद कार्यक्रमको आयोजना गरिएको हो।